एकाते प्रिन्ट आउट मात्रै गर्ने बेला होला त्यही भएर राप्रपाले आफ्नो फोहोर आफै सफा गर्छौँ हामी भनेर अब यहाँ बालनको चिठी एकैछिन आउनु सक्छ बुझ्नु भएन बरु बालन आयो भने हेर्नुलाई सजिलो नि पर्छ त्यहाँबाट छुड्क आएर चिठी थमाएर गयो भने त्यसलाई अरूलाई अनुशासन सिकाउने पार्टीले आफू अनुशासित हुनुपर्छ हामीले आजको फोहोर आफै कलेक्सन गरेका छौँ मेरो तर्फबाट व्यक्तिगत रूपमा बालिन शाहलाई भन्छु उहाँले जुन काठमाडौँलाई बालिन सहर बनाउनु भएको छ त्यसको लागि म सल्युट गर्छु उहाँ जस्तो स्वच्छ युवा यो देशले नेतृत्व गर्नुपर्छ देशमा नेतृत्व गर्नुपर्छ भन्ने मलाई उहाँलाई एकदम अझै विश गर्न चाहन्छु उहाँले के आवेशमा गर्नुभयो उहाँलाई पनि आत्मग्लानि चाहिँ पक्कै पनि छ 1 2 3 छ हैन मैले ज्ञानेन्द्र सरकारलाई गर्नु नहुने काम गरे भन्ने आत्मग्लानि छ जो चिट काट्नुभयो नि उहाँले हाम्रो लागि नै चिट काटेर उहाँले अस्ति चिट नकाट्दै अब हामी यसरी व्यवस्थापन पनि गर्दैन थियो होला नि त उहाँले एउटा सबक सिकाउनु भएको हो उहाँले चाहिँ थोरै चिट काटेर पनि हामीलाई सबक सिकाइदिए भए त हामी त गर्थ्यौँ होला नि त बालनले अब फेरि हामीलाई चिठी पत्र नकाटुन् यो संस्कार हामीबाटै बसाल्नुपर्छ भनेर आज हामीले यो सरसफाइ पनि नगरपालिकाको गाडी आइसक्यो नगरपालिकामा हालिसक्यो स्थिति भइरहेछ बाहिर एउटा संस्कार जुन बसाले महानगरमा मेयर बालिन शाहले उहाँले कसरी चिन्नुहुन्छ त्यो राम्रो कुरा हो हैन दर्शकबिन तपाईले दृश्यमा देखिराख्नु भएको छ यहाँ राप्रपा नेपालका प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाह आफै सरसफाइमा खटिनु भएको छ र धेरै स्वयंसेवक साथीहरू पनि उहाँहरू सरसफाइमा खटिनु भएको छ लगभग यो बल्गु क्षेत्र अहिले महानगरपालिकाको गाडीहरू पनि हामीले देख्न सक्छौँ उहाँहरूको फोहोर कलेक्सन गर्नको लागि पनि गाडीहरू महानगरपालिकाले पठाइसकेको छ हामी जसरी फोहोर मैला सफा गर्छौँ यसै गरी यो भ्रष्टाचारी नेताहरूलाई पनि यहाँबाट हटाएर देशको लागि फोहोर मैला हटाउन चाहन्छौँ त्यति के भन्न चाहनुहुन्छ मेयर बालिन शाह बालिन शाहलाई चाहिँ हेरेर चाहिँ यो जस्तो अहिलेसम्म सरासर कार्यक्रम भइरहेछ नि त्यसलाई चाहिँ अलिकति हेरेर मात्रै चाहिँ त्यसलाई चाहिँ एउटा धेरैको गुनासो छ होइन जबसरी पूर्व राजा ज्ञानेन्द्र शाहलाई उहाँले चिट काट्नुभयो लगभग 8,93,000 को त्यो काम छोडेर काठमाडौँ महानगरपालिकामा एउटा जुन संस्कारको विकास भइरहेछ त्यसलाई चाहिँ कसरी लिनु भएको छ हामीले चाहिँ धेरै राम्रो लिइरहेछौँ सर त्यो जो चिट काट्नुभयो नि उहाँले हाम्रो लागि नै चिट काटेर उहाँले अस्ति चिट नकाट्दै अब हामी यसरी व्यवस्थापन पनि गर्दैन थियो होला नि त उहाँले एउटा सबक सिकाउनु भएको हो उहाँले चाहिँ थोरै चिट काटेर पनि हामीलाई सबक सिकाइदिए भए त हामी त गर्थ्यौँ होला नि त तर उहाँले चाहिँ धेरै आफ्नो एक्सनमा आएर चाहिँ धेरै काट्नु भयो त्यसमा चाहिँ हामी अलि चाहिँ गन्ध भयो कि भन्ने कुरा हो तर उहाँको त्यो जुन काट्नु भएको थियो नि त्यसले गर्दा चाहिँ हामी एउटा सबक सिकेर त यो अहिले हामी सन्चोमा यी आफै बोकेर चाहिँ हामी गरिरहेको अवस्था हो उहाँलाई धन्यवाद छ अरूलाई अनुशासन सिकाउने पार्टीले आफू अनुशासित हुनुपर्छ हामीले आजको फोहोर आफै कलेक्सन गरेका छौँ जुन एउटा सफाई संस्कृतिको सुरुवात भयो काठमाडौँ महानगरपालिकामा कसरी लिनु भएको छ हामी एज अ नागरिकको रूपमा म एज अ नागरिकको रूपमा यसलाई एकदम पोजिटिभ लिइरहेको छु जुन आफ्नो गाउँ आफै बनाऊ आफ्नो सहर आफै बनाऊ भने चाहिँ हामीले पनि आज जति पनि यहाँ उत्रिनु भएको छ सबैजना होइन यो व्यवस्था र अवस्था परिवर्तन गर्नको लागि हामी यहाँ आएका छौँ अब त्यो भन्दा नि म त एउटा राष्ट्रिय प्रजातन्त्र पार्टीको हो होइन त्यसले गर्दा पनि अब बालनले अब फेरि हामीलाई चिठी पत्र नकाटुन् यो संस्कार हामीबाटै बसाल्नुपर्छ भनेर आज हामीले यो सरसफाइ पनि नगरपालिकाको गाडी आइसक्यो नगरपालिकामा हालिसक्यो अब सबै हामी मात्रै होइन अरू नागरिकहरू अब अरू पार्टीकाहरूले पनि यो उसलाई सिकुन् भन्ने लाग्छ होइन जुन हामीले गरेको कार्यविधिहरू उनीहरूले सिक्दै जाउन् मेरो तर्फबाट व्यक्तिगत रूपमा बालिन शाहलाई भन्छु उहाँले जुन काठमाडौँलाई बालिन सहर बनाउनु भएको छ त्यसको लागि म सल्युट गर्छु उहाँ जस्तो स्वच्छ युवा यो देशले नेतृत्व गर्नुपर्छ देशमा नेतृत्व गर्नुपर्छ भन्ने मलाई उहाँलाई एकदम अझै विश गर्न चाहन्छु तर फेरि एउटा कुरा तपाईँलाई भनौँ है तिनकुनेको घटनामा जुन त्यो आयोजकले नगरेको राजालाई पत्रकार त मेरो मन दुखिरहेछ राम्रो कामको सुरुवात कसले गर्दो रहेछ थाहा पाइहाल्नु भने अब यहाँ बालनको चिठी एकैछिन आउनु सक्छ बुझ्नु भएन बरु बालन आयो भने हेर्नुलाई सजिलो नि पर्छ त्यहाँबाट छुड्क आएर चिठी थमाएर गयो भने त्यसलाई यहाँ फोहोर भयो भनेर भन्दै भइहाल्दो रहेछ एउटाले फोहोर गर्छ चिठी अन्त पुग्छ ल तर है सबै सफा गरेर देखिहाल्नु भएको छ अब सुसंस्कृत सभ्यता र अनुशासित फोर्स को रहेछ त राजा मान्ने गणतन्त्र मान्ने रहेन भन्ने प्रश्न भएन त पछि सबै राप्रपा नेपालले जुन एउटा एयरपोर्टमा पूर्व राजाको स्वागतको लागि जुन एउटा संस्कृतिको विकास भयो के भन्नुहुन्छ यो राम्रो राजा आउन् यो देशमा राजा त आउन् होइन जोसुकै आउन् तर जुन एउटा तपाईहरु सरसफाइमा खटिनु भएको छ सभा नसकिँदैखेरि यो सफाइ गरेको राम्रो नि त भाइ यो कहाँबाट सिक्नु भयो तपाईहरुले यो हामीले बालनबाट सिक्नु भयो यसमा केही दुःख मनाउ छ कि छैन राम्रो छ हैन तिनकुनेको चाहिँ स्टेजमा महाराजा सरकारबाट न त्यहाँ पाइला टेकी बक्सेको छ न एक शब्द कुनै बोली बक्सेको छ तर पनि उहाँले गर्नु पर्थ्यो भने जो त कार्यक्रमको संयोजक छ जसले त्यहाँ निर्देशन लिएर कार्यक्रम गरेछ उसलाई गर्नु पर्थ्यो नि
महाराज सरकारलाई गरेपछि जनताले गाली गर्नुभयो बालेनलाई। मेयर बालेन शाहले पनि भन्नुहुन्छ हाम्रो उद्देश्य भनेको कसैलाई जरिवाना तिराउनु होइन, सहर सफा होस्, यहाँका भौतिक जुन सम्पत्तिहरू क्षति नहोस् भनेर भन्नुभएको छ। यसलाई चाहिँ कसरी लिनु भएको छ मेयर बालेन शाह? होइन, बालेन शाहको ठाउँमा बालेन शाहले के आवेशमा गर्नुभयो, उहाँलाई पनि आत्मग्लानी चाहिँ पक्कै पनि छ, 1 2 3 छ होइन। मैले ज्ञानेन्द्र सरकारलाई गर्नु नहुने काम गरेँ भन्ने आत्मग्लानी छ। तर आइन्दा बालेन शाहलाई चाहिँ हामी के भन्न चाहन्छौँ भने तपाईँ आत्मग्लानी गरेर आफूलाई कमजोरी नबनाउनुहोस्। तपाईँले गरेका काम अति मूल्यवान छन्। यो राष्ट्रको लागि सबैभन्दा ठुलो चाहिँ तपाईँको चाहिँ एउटा मूल्य जनताले चाहिँ तपाईँलाई चाहिँ मूल्यवान मानेका छन्, हामी सबैले मानेका छौँ। एउटा सफाई कल्चर सुरु भयो काठमाडौँ महानगरपालिकामा, कसरी हेर्नु भएको छ? सबै चाहिँ हाम्रो कार्यक्रमले गर्दा चाहिँ अलिकति भएको थियो, हामीले सफा गरेर छोडेका छौँ। हाम्रो सफा पनि गर्नुभयो, अहिले पनि भर्खर हामीले देख्न सक्छौँ यहाँ पनि कार्यक्रम भएको थियो र जस्तो भएको छ कुचो लगाएर शुद्ध सफाइ गर्नुभयो होइन। काठमाडौँको मेयर बालेनले काठमाडौँलाई एकदम स्वच्छ सफा हरभरा बनाउनुपर्छ। त्यसैको उदाहरण पनि हामी भोलिको दिनमा फेरि यो मैला नहोस् है, काठमाडौँ सहर सधैँ स्वच्छ राख्नुपर्छ, यो पल्युसन देखिराख्नुपर्छ हजुरले। त्यसको लागि पनि हामी सबै युवाहरू जुटेर यो सरसफाइलाई एउटा एक ठाउँमा व्यवस्थित गर्नुपर्छ भन्ने मलाई लाग्छ। स्थिति भइरहेछ बाहिर एउटा संस्कार जुन बसाले महानगरमा मेयर बालेन शाहले उहाँले कसरी चिन्नुहुन्छ? त्यो राम्रो कुरा हो होइन। अब महानगरले जरिवाना लगाइराखेकै कारणले गर्दा अब आफै नै सफा गर्नुपर्छ भन्ने त्यो सिक लिनु राम्रो कुरा हो। हामीले त तपाईँको नियमको पालना गरेका छौँ। राजाको स्वागतको कार्यक्रमको जरिवाना हामीलाई तिर्दा हामीले तिरेको हो, तर अब यो नियम कानुन पनि विभेदकारी हुनु भएन। एमाले तिरेको छैन, उसलाई केही गर्न सकेको छैन नि त, किनभने सत्ता उसैको कब्जामा छ होइन। अस्तिको समय महासमितिले कार्यक्रम गर्यो, त्यसपछि दुवैतर्फबाट तोडफोडहरू भयो, धेरै ढुङ्गामुढा भयो। अब त्यसको चाहिँ जरिवाना चाहिँ राजालाई तोक्यो, जसको केसमा कुनै सम्बन्धै छैन होइन। एउटा महासमिति आयोजक भएपछि उसैलाई तोक्नुपर्ने हो। यद्यपि यो सबै अनुभवहरूबाट सिक्न सक्ने राम्रो कुराहरू छ। राष्ट्रिय प्रजातन्त्र पार्टीहरू सनातनीहरूको पार्टी हो, हामी सनातन धर्ममा सभ्यतामा विश्वास गर्छौँ। यसरी यो नयाँ जुन सुरुवात पार्टीले गरेको छ एकदमै प्रशंसनीय छ। दर्शक तपाईँले दृश्यमा देखिराख्नु भएको छ यहाँ राप्रपा नेपालका प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र साई आफै सरसफाइमा खटिनु भएको छ र धेरै स्वयंसेवक साथीहरू पनि उहाँहरू सरसफाइमा खटिनु भएको छ। लगभग यो बल्गु क्षेत्र अहिले महानगरपालिकाको गाडीहरू पनि हामीले देख्न सक्छौँ। उहाँहरूको फोहोर कलेक्सन गर्नको लागि पनि गाडीहरू महानगरपालिकाले पठाइसकेको छ र यहाँ अहिले धेरै सफा भएको छ। यो जुन उहाँहरूले कुचो लगाइराख्नु भएको छ, भएका प्लास्टिकका फोहोरहरू, त्यस पछाडि झन्डाका जुन एउटा बाँसका छडीहरू पनि सबै उहाँले कलेक्सन गर्नुभएको छ र उहाँले एउटा बल्गु क्षेत्र तपाईँले देख्न सक्नुहुन्छ। भर्खरै यहाँ जुन कार्यक्रम भएको थियो, कार्यक्रम अहिले सफा चट भएको छ। यहाँको दृश्य हामीले तपाईँले देखाइरहेका छौँ। जुन एउटा सर नमस्कार, सर नमस्कार। एउटा सफाई कल्चर सुरु भयो काठमाडौँ महानगरपालिकामा, कसरी हेर्नु भएको छ? सबै चाहिँ हाम्रो कार्यक्रमले गर्दा चाहिँ अलिकति भएको थियो, हामीले सफा गरेर छोडेका छौँ। हाम्रो सफा पनि गर्नुभयो, अहिले पनि भर्खर हामीले देख्न सक्छौँ यहाँ पनि कार्यक्रम भएको थियो र जस्तो भएको छ कुचो लगाएर शुद्ध सफाइ गर्नुभयो होइन।